ल ठिक छ यसरी हेर्ने भए पर गल्फ कोर्स भयो भने हामी चाहिँ धेरै केटा हो रिकभर ठिक छ भागमा आउँछ दायाँमा कृष्ण अनि बालीको अनि हामीलाई अनि बाबुको धेरै मीना एन्ड मदन देखेर नमस्कार दर्शकबिनहरू वेलकम टु माई अनदर ब्लग राइट अहिले हामी अर्ली इन द मर्निङमा हाइकिङको लागि चाहिँ म्याग्रिजी रिजर्भमा आएका छौँ अब हामी यहाँदेखि वकिङ गर्दै गर्दै अलमोस्ट 10 किलोमिटर जति वकिङ गरेपछि हामी ब्याक टु हाम्रो क्याम्प फर्किनेछौँ ल फाइनली हाम्रो टिम चाहिँ यहाँ भेट भएको छ धेरै वेटिङ पछि हाम्रो नमस्कार गुड मर्निङ हाम्रो बहिनी छोरीलाई छोरालाई नम्बर सपुन ब्लगर हो क्या या हाम्रो मिस्टर कृष्ण नम्बरले चाहिँ यहाँ चाहिँ या ग्रुप पिक्चर या अहिले चाहिँ हामी यो पुल हुँदै पानी माथि यो पानी चाहिँ यहीँकै रिजर्भर पानी हो अनि हामी चाहिँ जाने बाटो यो बाटो भएर यता बाटो भएर एक ग्राउन्ड यस्तो फेरि फिनिसिङ चाहिँ यतै हुन्छ सो अलमोस्ट 10 किलोमिटर छ यहाँदेखि वान राउन्ड लगायो भने पर पुगिसकेको छ हाम्रो बहिनीहरू नम्बरी सपुन कृष्ण यहाँ चाहिँ माछा हुनुपर्ने जस्तो लाग्छ माछा छैन जस्तो लाग्यो ल भाइ पनि बाँच्दैछ फेरि यहाँ है पर भाले पोथी चढ्दैछ फेरि बाँच्दै पनि छ फेरि ल ठिक छ अब हामी यो बाटो हुँदै यस्तो मजासँग चाहिँ बनाएको छ कि होइन छेउमा चाहिँ तपाईँको यस काइन्ड अफ लेक साइड जस्तै छ पोखराको यस्तो हेर्ने हो भने यस्तो मजासँग चाहिँ बाटो चाहिँ बनाइदिएको छ कोही वकिङमा छ कोही रनिङमा छ है हाम्रो कृष्ण नम्बरले चाहिँ सपुन नम्बरले फोटो खिच्दैछ 360 मा कसरी ड्रोन माथि उडाउँदैछ या 360 ठिक छ 360 ठिक छ ओके ड्रोन माथि उडाउँदैछ त ल ठिक छ या तर राम्रो छ यसको 360 तिम्रो कति थाम्छ ब्याट्री यसले थाम्दैन हौ 1 घन्टा फेरि चार्ज चाहिँ छुट्टै हुँदैछ कि यसको 45 मिनटमा फुल चार्ज हुन्छ अब 10-15 मिनट चार्ज हुँदैछ यस्तो छिटो फेरि यसो मेरो चाहिँ कन्टिन्यू खिच्यो भने 4 घन्टा स्पेयर ब्याट्री होला नि त यसको मैले स्पेयर ब्याट्री लिएर आएको एक्स्ट्रा लिएर आएको सर अनि भनेर यसको सँगसँगै दिएन कहाँ सँगसँगै दिन्छ सब महँगो हो अहिले त त्यो पार्ट पनि आफ्नो पार्ट किन्नुपर्ने क्या लाइक आइफोनको चार्जर एडाप्टर सबै आफ्नो किने जस्तो क्या कति पऱ्यो भन न प्राइस यो चाहिँ मेरो 1200 महँगो रहेछ ल सबै हालेर सबै यो एक्सेसरिजहरू जोड्दा $789 हो यसको मेन खास क्यामेरामा बडीको लागि मात्रै त्यति 700 त्यो एक्सेसरी सामान गर्दा त झन्डै 1200 हुन्छ त महँगो रहेछ अब यो स्ट्यान्डहरू सबै किन्नु पऱ्यो अनि चिप किन्नु पऱ्यो त्यस्तो हो फोल किन्नु पऱ्यो यो कभर किन्नु पऱ्यो पहिलाको सेटै आएको अहिले त यो फोन किन्यो
टाउको नदिने अहिले हैन आइफोन के बनाउँदो रहेछ है तर इन्स्टा त यो त 360 वाटर प्रुफ हो नि त हो कि छैन होइन वाटर प्रुफ होइन नहुनु पनि म चाहिँ अस्ति उमा के गर्यो त नि थाइल्यान्डमा थाइल्यान्डमा त कहाँ अब किफीमा जुत्ता ल ठिक छ फोटो क्यामेरा ल म्याक्सिमम फोटो सेक्सन ल ठिक छ हात लागेको छैन हाम्रो अघि बुढीले दबाउँदाखेरि हात लागेको छैन मैले नि कहाँ अर्को खिची पठाएको थिएँ अघि बहिनीले यसको अलिक सिस्टम भएपछि भइहाल्छ यो चाहिँ पहिला अस्ति चाहिँ म त्यो काठमाडौँ सहरमा भेटेर ल्याएको जुत्ता यो जुत्ता यो यस्तो ठिक छ कोलम्बियन हो काठमाडौँको पर्समा किन्यो होला नि पर्समा किनेको यस्तोमा निकै मजा हुँदो रहेछ क्या कति वर्षको हो यो नयाँ रहेछ त भयो नि यो त 22 मा किनेको 23 24 25 3 वर्ष भइसक्यो नि त्यति लाग्दैन है त्यो त हो न त यसो कहिले काहीँ हामी यसोतिर हिँड्दा मात्रै लाउँछु अब यसको यसलाई त नेपालमा झुटाउनु पर्छ कि नेपालमा ठिक हुन्छ पलिस पनि नलाउने हो ठिकै हामीलाई 2 घन्टामा त आइँदैन यसरी 2 घन्टा कहाँ आउनु न 4 घन्टा लाग्छ होला हौ 4 घन्टा मैले त एस्टिमेट गरेको 8 to 12 मतलब 1 बजी त पुगिन्छ जस्तो लाग्छ यसरी वकिङ गर्दै हामी चाहिँ अहिले गल्फ कोर्समा आइपुग्यो के ठुलो छ यो गल्फ कोर्स चाहिँ पर समय छ गल्फ मेन ठाउँ यता चाहिँ तपाईँको रिजर्भरै हो ल गल्फको डल्ला चाहिँ यहाँसम्म आयो यार यहाँदेखि त्यो डाँडदेखि आएको त्यो गल्फ यहाँ ल ओहो आज वेदर फर्स्ट क्लास भएको छ है वेदर इज फर्स्ट क्लास एक्सिलेन्ट यहाँ हो एउटा फोटो छ फोटो चाहिँ हान्नै पर्ने हो यो ठाउँमा दामी सिङ्गल साह्रै राम्रो ठाउँ यार सिङ्गल हो दामी छ ल थाहा भयो कहाँनिर दबाउँदा के हुन्छ भने सेफ हुनुपर्छ सेफ हुनुपर्छ बल्ल अब ल मलाई एउटा सिङ्गल हाल्नु ल या बारीको माथिकोहरू भन्दा माथिको हेर्नु न कस्तो दामी यो गऱ्यो भने अलि यस्तो हुन्छ है सर यो गऱ्यो भने अलिक मान्छे भुन्टे आउँछ हो त्यस्तो खिच्यो भने चाहिँ अलिक अग्लो आउँछ त्यस्तो हुन्छ यसको चाहिँ यता बस्नु त दुईजना यतापट्टि यताको सिनी राम्रै छ है अरू भन्दा नि कस्तो आज दामी वेदर हो है हामीलाई नै अरू भन्दा नि यो त हाफ खिचौँ नि त डिजाइको त होइन इन्स्टाको हो यो त इन्स्टा 360 त्यत्रो नजिक खिच्दा त अनि यत्रो टाढो आइरहेको छ 360ले चाहिँ अलि परिनेर पर पुग्छु ल फर्स्ट क्लास पर पुगिसकेको छ बहिनी र बुढी चाहिँ यसरी हेर्ने भए पर गल्फ कोर्स भयो भने हामी चाहिँ ल ठिक छ पर फेरि यहाँबाट चाहिँ यो भित्ता भएर आएको हो अनि यो बाटो भएर हामी यस्तोरी यहाँ आयौँ
अनि अब जाने बाटो चाहिँ यता साथै पर पुगिसकेको छ आज बिहान अर्ली इन द मर्निङ हामी हाइकिङ आएको घाम चाहिँ खासै लागेको छैन चिज एकदम ठिक छ आज वेदर चाहिँ यो गल्फ कोर्स निकै ठुलो रहेछ यहाँ चाहिँ ल यो चाहिँ बाटो यस्तो राम्रोसँग चाहिँ जङ्गलको बिचमा दायाँ हिलो बाटो बाटो दायाँमा हिँड्ने बाटो बिचमा चाहिँ यसरी राखिदिएको हुन्छ साह्रै राम्रो यो बाटो चाहिँ फलामले बनाएको यो चाहिँ स्लिपरी हजुर हजुर यता माथि भ्यूमा भ्यू टावर चढ्ने हो जाम है ढिलो आएको छ चढेछ नि जङ्गलमा के भन्छ यार फ्री टक भएको छैन अस्ति हामी अनि गएको होइन अनि हाम्रो बिल्डिङ वकिङमा बन्द भयो के त नि ए ल भ्यू टावर चढ्ने चढौँ है नचढ्ने गुड के हो दिदी कहाँ जानुभयो दिदी त त्यही त भ्यू टावर के भन्छ कहाँले हामी त्यो कफी खाने ठाउँ अलि माथि आइपुग्यो बुढी हेर्नु नजिकै लाग्यो मलाई त अहिले ल आइपुग्यो हेर्नु नजिकै छ नखाएर नजिकै छ हेर्नु अब तपाईँ खानु बानी भयो भने यस्तो हुन्छ फेरि अब म्याक्सिमम् भनेको 10 मिनट हामी आइहाल्यो नि आयो भनेको अघि आधा बाटोबाटै रहेछ हो भनेको ऊ त्यहाँ रेन्ज स्टेसन ऊ त्यहाँ ऊ यहाँ लेखेछ नि बहिनी अनि लेखे पनि अनि उधर त ऊ 1 किलोमिटर यहाँ लेखेछ ल ट्री टप टाइम त ठिकै छ 1 घन्टा भयो हामी हिँडेको 9:16 भयो पुग्छ है But I don't have any thoughts about it before. You got a canteen inside here? हिँड्ने मान्छेको चाहिँ निकै भिड छ आज आज कति धेरै मान्छे हो है सन्डे भएर होला सन्डे पनि हो अर्को कुरा अब वेदर ठिक छ ल भालु पनि बाँच्दैछ त Let's go, Suji bro. दिदीले बोल्नु रहेको हो या दिदी के भन्नुभयो दिदी पर पुगिसक्नु पऱ्यो बोल्नु रहेको थियो यताबाट बुकिदिङबाट आउँदाखेरि यताबाट आउने कि बहिनी बुढी यताबाट हो क्या हामी बुकिदिङबाट बुकुतीबाट यहीँ बाँच्दैछ त छोप्नुपर्छ कि बटर बुटर तपाईँले छोप्नु अनि तपाईँले यता यता बहिनी कहाँ छ लु दिदी ल आउ जाम जाम परै भेट्छ अहिले टोइलेटमा बिचरा कति मजासँग चाहिँ बच्चाहरू समातेर बस्यो बिचरा र अहिले यहाँ चाहिँ हामी टोयलेट पानी ब्रेक गर्ने ठाउँमा यताबाट आएको हामी जान्छ यो बाटो भरे अनि चाहिँ टोयलेट चाहिँ यहाँ रहेको छ पानी खाने चिसो पानी टोयलेट यहीँ बस यहाँ बस कृष्ण यहाँ यसै ब्रेक ल छोरी तिमी कोही कफी खाने हो कफी खाने आऊ बस कफी माइलो त तिनीहरू त यहाँ बस ल आन्टीले कफी के बनाउँदै हुनुहुन्छ आन्टीले हामी सारा खाने कृष्ण होला के कफी खाऊ न एक गिलास कृष्ण
अलिकति छ पानी हाल्दै तिमी नखाने किन कफी नखाने छोरी खाने हो बिस्कुट त्यहीँ लिएर आएको छ ल बिस्कुट खाऊ छोरा बिस्कुट तपाईँ कफी खाऊ त्यो घोल्दैन बुढी यता अर्को पनि घोल्यो त्यो हो लिनु पनि लिनु यहाँ चाहिँ बाजारमा रहेछ ल कफी ब्रेक ल कफी ब्रेक पनि सक्यो अब सामान केही छोड्यो कि ल क्यामेराम्यान रेडी कृष्णको क्यामेराम्यान सबै अगाडि आउनु ल ल ठिक छ ठिक गर्दो रहेछ हामी चाहिँ यहाँ उभिदिउँ न होइन बस्नु उभिएर ठिक छ होइन यहाँ उभिन हजुर ए हो ठिक छ रेडी ल ठिक छ है ल क्यामेराम्यानको चाहिँ लाग्यो अब अघि हामी यहाँको बाटो यो हो उकालो उकालो खानु भयो तिमी खाऊ म पुग्यो तिमी अनि यो बाटो चाहिँ हाम्रो जाने बाटो ल अलमोस्ट हामी अहिले इन्डिङतिर आइपुग्यौँ माइरिज रिजर्भ पार्क जुन अघि हाम्रो स्टार्टिङ पोइन्ट चाहिँ यहाँदेखि 650 मिटर हामी चाहिँ यताबाट आएको अघि अनि अब हामी यताबाट गइन्छ स्टुडेन्टहरू यता रेस्ट गर्दैछन् ल फोटो सेसन फेरि लास्ट फोटो सेसन होला ओके ओके ल 11 बजे ल मिलेर बसौँ क्यामेरा सेटिङ भइसक्यो ल सेटिङ कता हामी यता फर्किनु यता क्यामेरा पनि फर्किनु ल सिन्ची यता राम्रो आउँछ कता यता उब्ने हामी सबै ग्रुप फोटो ग्रुप पिक्चर ग्रुप पिक्चर अलि अगाडि आउँछ ओके ओके यो दाइको क्यामेराबाट टाढा जान नहुने रहेछ ब्रो कम ल फोटो सेसन हामी चाहिँ अघि परबाट यहाँदेखि यहाँबाट वकिङ गर्दै 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 यसको ती हुँदै यस्तो गरेर एक राउन्ड गएर ठ्याक्क यो बाटो हुँदै अहिले चाहिँ हामी यहाँनिर आइपुग्यौँ ल फेरि लास्ट फोटो सेसन होला यहाँ के बेस यही हो यही अब एउटा यता निकालौँ त्यसपछि ओके ल डाँडा ल बसौँ बुढी हाम्रो मर्निङको हाइकिङ म्याग्रिजीको हाइकिङ पनि यहाँ अन्त छ अब वेटिङ फर दि बस ढुवाङ त उता पनि होला नि पारि छैन ल भनेपछि हामी ठ्याक्कै कति 2 घन्टा 57 मिनटमा यहाँ आइपुग्यो है 3 घन्टा लाग्दो रहेछ अलमोस्ट 3 घन्टा यार हामी ल हाम्रो बस पनि आयो 93 लाग्नुपर्छ छिटो खिचिहाल्ला यहाँ म्याग्रेजी पुरा आइसक्यो ल इन्टेक 2000 विङको चाहिँ फाइनली हाम्रो बिहानको अर्ली इन द मर्निङको लामो हाइकिङ पछि यो मटन हो बहिनी मटन हौ लाखे लाउनुहोस् है मित्र हामी त यहाँ कहाँ थिएँ कहाँ आइपुग्यो यार आयो A1 ल ठिक छ यार सुप त सुचेरी गर्नुपर्छ यार नम्बर ल थ्याङ्क यू ल ठिक छ ल सुरु के हो भने कि यस्तो ढिलो भएको क्या अघि युट्युबमा सुरु आउनुपर्छ हौ लुगा अनि के छ मा भन्छ बिहान के छ यार कहाँ गयो ल यो ल सेवा ल बहिनी नमस्कार सेवा र साइड टाढो भयो कि हो हाम्रो घर ल नमस्कार बहिनी नमस्कार बहिनी ल यहीँ बसे नि हुन्छ ल बसौँ आज सन्डे गरेको त्यो भएर अनि हामी यता बस्छौँ बहिनीहरू ल बसौँ त बहिनीहरू
ल जेम्स हेलो सन्चै छौ एकदमै फ्यान्टाबुलस फ्यान्टाबुलस या अघि किन नगएको त डान्स तिम्रो डान्स सिक्थ्यो अघिको डान्स कि डान्स होइन अघिको एकदम ठिक थियो नि होइन सुरु कोही बेर खाने बस छोरी बस जाने तिमी ए ओके ए भयो कपाल काट ओहो ह्यान्डसम भएछ झन् यार मान्छे त यार ह्यान्डसम भयो झन् ह्यान्डसम भएछ नि त हात धोएर बस्नु बसौँ हरियो खुर्सानी मासु है हड्डीको मासु चिकन होला यो त फेरि ल बहिनी ए हो ल ठिक छ चिकन ल इन्जोय मित्र इन्जोय एक्सिलेन्ट सुरु एक्सिलेन्ट यार यो घिउ छ यहाँ ल घिउ हाल्नु न खै जेम्सहरूको घिउ ल बहिनीहरू घिउ हाल्नु चाहिँ घिउ चेस बहिनीहरू चम्चीले यसो हाल्नुपर्छ ल सुरु बहिनीहरू सुरु ल बाबाई छोरी ल बाबाई इन्जोय कृष्ण बहिनी अब फुकेतको एकान्त मार्ने यहाँ आइया ओ सर राम झोलामा नमस्ते के छ ल आउँछ बहिनी चम्चाको के गरौँ चम्चा छ सर बसौँ बहिनी नमस्कार बसौँ हो त्यही राखौँ सर एक्सिलेन्ट हो सुरु बहिनी सुरु खाँदै गर्नुहोस् एउटा ढेँडो चाहियो यहाँ यहाँ छ बहिनी हजुर बहिनी छाता ओढेर सुप एउटा भाँडो सुप पनि हाम्रो बहिनी चटनी चम्चा छैन हिमाल उता हटमा गएर चम्ची भन्नुपर्छ कि हो ए गुड आइडिया बहिनीको कता हो साबुन नरहेछ साबुन ल्याएको छु नि ए साबुन ल्याएको छु नि पल्लो गाउँबाट ए ठिक छ ल सुरु कसरी ढिँडो घिउ कसरी हाल्ने उता पाला आउँदैछ ल हाम्रो एकैछिन ए भिडियो हुँदैछ त्यहाँ त्यो त भिडियो अटोमा छ यहाँ यता आउँदैछ है कोकोडाई ल सुरु त अघि हो सेलिब्रेटी नि भयो आज त क्यामेरा ल खुट्टा है ल खुट्टा खायो भने छाला राम्रो हुन्छ ल बहिनी त्यो बहिनी छाला धेरै राम्रो छ सुरु बहिनी लु ह्यान्ड खानुपर्छ है चिसो बहिनी सरस्वती बहिनी सुरु दिनुहोस् बहिनी बुढीले ल चिसो बेर घिउको लागि चाहिन्छ होला होइन एउटा ल त अलिक क्लोजमा बसेर एउटा सोकको फोटो खिच्नु ल क्लोजमा कोकोनट चाहिँ उताबाट होला म मागिदिन्छु अन्त बिरामीसँग भन्दै त हिजो अनि अन्त के खालको मान्छे रहेछ
ल इन्टेक 2000 बिबिङको धेरै रमाइलो हुँदैछ कसैले भाँडा मार्दैछ कसैले भिडियो गर्दैछ जुस पनि रहेछ यार बुढी बेर नखाने बेर ल्याउ त साथी हो कता छ बेर होइन ल भिडियो पनि सर्ट तेरो स्टार पेटी सेटी सिद्धेर मर्यो फोन पनि अब चित्त भयो अब तिमीहरू सरल भएर सुरु चेस ल कपमा दियो दिदी कता गयो ऊ त कप दिन्छ त त्यही छ होला ल घिउ आएछ ल क्या खै ल त ल ठिक छ ल घिउ आयो कति खिच्ने फोटो भयो पहिला हाम्रो यो हो नि त यार घिउको बासना ठिक छ जेम्स हाल्ला त यहाँ अलिकति म कि घिउ हो घिउ हो धेरै केटा हो यार रिकभर देन ल ठिक छ अब सुरु है त है सुरु यता जानु त यो इन्टरमिसनमा भइसक्यो अलि यता जानु त हो त्यो फेरि गङ्गा दिएर घुम्न जरो भने इन्टेक 2000 अनि बहिनीहरूलाई चेस है त ल चेस सुरु ल ओहो ल यो धेरै त के खाम भयो त छानेर खाऊ छानेर कहिले कता गयो कि डोब्न खानेर हामीले भन्दैन नि बहिनीहरूलाई सबैलाई खिच्नु भयो यो चाहिँ टिकटकमा जान्छ है अर्कै गर्दै रहेछ हाम्रो सुरु चाहिँ यहाँ जसलाई एभाइलेबल छ त्यसले उयो तान्नु केको लागि डाँट तान्नु बोनमेरो चाहिँ तान्ने हो कि बोनमेरो छ भने अर्ग्यानिक त्यहाँ हाल भात ल्याइदिएको चाहिँ भातको किन हो घाँटीमा पुगेर सर्क जाला गाँठी डरले त खायो त्यो हो नि दिनुपर्ने त नि नम्बर बहिनीहरू सुप चाहिँ यसले दिनु त्यहाँको रल बल पनि आउँछ अरे म त यहीँ यले भयो के भन्छ गालासम्म छुटेर लाग्ने भयो भनेको है यो दाइमा छ उसलाई त सुपमै डुबाउनु पर्छ तिमी त सुपमै डुबाएछ भयो मलाई त हड्डीमा मलाई ढेँडो भयो अस्तिको त डल्लो चाहिँ पानी पुरी जस्तो बिचमा चाहिँ घिउ पानी पुरी जस्तो पानी धेरै खान नसक्ने ढेँडो ल्याउनु भयो हजुरले त्यही त खाम बहिनीहरू साह्रै मिठो भयो क्यानमै सेरे गऱ्यो हुन्छ नि त कि म भरे बन्छु पनि खाँदो रहेछु लास्टमा बन्ने हटे नि खान सक्यो भने साह्रै राम्रो है साह्रै मिठो खाँदैछ ठिक छ
हाम्रो नम्बर इन्टेकको धमाका हुँदैछ है कसैलाई चाहिँ यता बसेको है घामले अलिक पोल्न थाल्यो त्यसपछि फेरि यता सरेको ठाउँ हो सर प्रेसर चाहिँ माथिबाट पनि दियो तलबाट पनि दियो कि घाम तल सबै अहिले म सरस्वती पो खान्न म त कस्तो खान्छु ए हो हावा पुरा के दुरे कुले खान्न सरस्वती त्यति मन पर्छ बिचमा राख्ने हो के अनि जोरो हाकिन्छ नि हामी फेरि खायो भने बिना पनि गाडे बिना पनि त्यो भरे खानेलाई पनि हड्डी तानेको तानै छ बिना यही खेलाउँदा ढुक्कै भन्छ के फेरि त्यही खाएको नि है मैले त्यो हड्डी टुक्न चाहिँ के हो यस्तो हात काट्छ के जिब्रो काट्छ है ओहो ल ठिक छ यो चाहिँ बेर त सुनाउनु है सलाद त मिठै हुँदछ नि सरी सलाद मिठो छ हामी छोरो जानु छ नि त सलादले चाहिँ पाचन क्रियामा मद्दत गर्छ बहिनी दुई खानुहुन्छ हाम्रो बहिनीले बहिनी भन्नु पर्दैन हाम्रो सरस्वती बहिनीले उता बहिनी बिचमा राख्ने हाम्रो बिना खान्छ नि होइन बहिनीहरू फेरि अब हामी मात्रै जाँदा फेरि हामीले फेरि दुरै नमिठो हुने मौका हुन्छ सबै लाने बहिनीले भने जस्तो बिचमा राख्ने दायरामा खाने भागमा आउँछ दायरामा अन्ठाउन्न अनि महँगो नि एकजनाको अन्ठाउन्न 2 घन्टा फ्री पुरो तिम्रो अनि के अरे मौसम पनि जान्छौ जियाले दुरेन खाने भनेको नि 1 घन्टा हो कि म्याक्सिमम रेपिड खाने ल हाम्रो यो थाइल्यान्डको कोसेली कृष्ण मैले ल्याउने मान्छे मुखी चाह न तिमीले पनि ल चेस्ट अहिले चाहिँ सबै हाम्रो नम्बरी बहिनीहरू सबैले खाना एकदमै फुल भएर पचाउने काम म्याङ्गो थियो भाइहरू खानु खै त अनि बालीको अनि हामीलाई अनि खोइ बालीको साइकल चाहिँ रेडी उतै साइकल पनि रेडी छ बहिनी ए त्यो सबै साइलमा खानु होला स्यालेमा हो ल आजलाई भयो ठिक छ आज झोलले मेलाबाट पाएन ओके ल हाम्रो बिविङ इन्टेक 2000 आजको बिहानदेखिको हाइकिङ अनि घेडो परेड हेर अन्त भइसक्छ कहाँको डुल्या लास्ट फोटो सेसन घाममै खिच्ने हामी भयो ल बहिनीहरूलाई अन्तमा जाँदा के भन्नुहुन्छ ल आजको ढेँडो आजको हाइकिङ आजको के छ ए क्लोजिङ भएको छैन 1-2 शब्द भन्नु पऱ्यो भनेको ए क्लोजिङ भएको अझै पनि रहेछ नि त यहाँ फोटो त ल बाबुको धेरै क्लोजिङ हुन्छ ल क्लोजिङ गरौँ भने त टोल्लो अझै रहेछ नि त अब भन्नु पर्यो ल बहिनीहरू अब नेक्स्ट परेड के छ त आज हामी हाइकिङ प्लस नेक्स्ट परेड आज त भयो नि त सक्यो ह्यान्डमेड मोमो हो आगोमा पकाएर आफ्नै घरको जस्तो भएर सबै मिलेर खाने है लास्टली थ्याङ्क यू अल मेरो नम्बरी डाइरेक्टली इन्डाइरेक्टली आजको ढेँडोमा सहयोग गर्नुहुने नम्बरीहरूलाई
नम्बरी बहिनी त्यही त नि जानुपर्छ यहाँ हुँदैछ लास्टली हाम्रो बहिनीहरूलाई धेरै धन्यवाद ल होइन धन्यवाद दोहोरो हो नि त थ्याङ्क यू नम्बरी धन्यवाद अब नेक्स्ट के हो मोमो हो मोमो खाने नेक्स्टमा आगो यही खाँदैन उ त स्यालेमा खाने रे स्यालेमा भाडो बोकेर जान झ्याउ हुन्छ भन्छ के आज स्यालेमा खाने रे यसले कम्प्लेन गर्छ सुत्ने बेला सुत्दैछ मास्टर सेफ हल्ला ल यति भन्दै हाम्रो भाइ झुन्डीसँग चाहिँ धेरै भेट भएको छ भेट भइरहने छ भविष्यमा पनि यति भन्दै आजको होल इभेन्टको लागि सबैले धन्यवाद दिँदै सी यू इन नेक्स्ट ब्लग बाइ बाइ थ्याङ्क यू केटा है आउँछ सेयर गर्छु ल तपाईँको ब्लग नेम चाहिँ के सेयर गर्नु म सेयर गरिदिन्छु ल सब्सक्राइब ल फेरि मेरो पनि भ्लग छ यसो सब्सक्राइब गरिदिनुहोस् है म सेयर गरिदिन्छु मेरो झेन्डी भ्लग JHENDI हजुर हजुर होइन हाम्रो बहिनीले गरिदिन्छ बहिनीहरूले चाहिँ सब्सक्राइब गरिदिन्छ बहिनीले होइन मेरो मात्रै नभएर हाम्रो सबै आज पनि खटिने म भरे भोलि म गरिहाल्छु म है बहिनी मिना मदन ल ससियो छैन ऊ बहिनी त्यहाँ दुईवटा सब्सक्राइबरबाटै मेरो चाहिँ आफ्नो र बहिनीबाट है बहिनी मिना एन्ड मदन ब्लग मिना आयो होला है बहिनी मिना एन्ड मदन MINA NAND मदन MINA मदन मिना एन्ड मदन देखेर मायालाई देखेर साइनो छल गर्यो माया है शाबास ओके ल ओके ल जेम्स क्लासिक के छ भन्नुपर्ने हाम्रो इन्टेकलाई के पनि छैन मेरो तर्फबाट एउटा सब्सक्राइब प्लिज सबैले सब्सक्राइब गरिदिनु होला थ्याङ्क यू ल बाइ सी यू ओके बाइ